नमस्ते साथीहरू। आज चाहिँ मेरो घर लिप्ने दिन थियो। हेर्नुहोस् है, कलर गरेँ, अलि डिसेम्बरहरू लगायोभरि। हेर्नुहोस् है, घर चाहिँ यसरी लिपेँ रातो माटो लगाएर। यताको पोका उता सारो, उताको यता सारो। यहाँ मकै छ, मकै हालेर छु। अस्ति पानी आएर चाहिँ बरन्डामा सुकाइरहेको थिएँ। आज उठाएर चाहिँ सुकेछ र चाहिँ उठाएर राखेको छु। यसरी लिपेको छु है मैले चाहिँ रातो माटो लगाएर घर। हेर्नुहोस्, बरन्डामा फुल यसरी राखेर छु। मकै यसरी जुत्ता बनाएर राखेको छु। मकै हेर्नुहोस् यहाँ। मेरो घर चाहिँ यस्तै छ है, बस्तीको घर चाहिँ गोबरले लिपेर चटाक चुटुक पारेर छु। कतिजनालाई त मन पर्दैन गोबरले लिपेको। गोबरले लिप्यो भने त घर त आँटी जस्तो गनाउँछ अरे। टाउनमा गएर बसेर यसो 2 महिना जस्तो बसेर आयो भने गाउँ पस्यो भने मान्छेको आँटी जस्तो गनाउँछ अरे। मलाई चाहिँ यही मनपर्छ। गोबर चाहिँ अब खेतीमा नि काम लाग्छ, मर्दा पर्दा गहुँत भन्यो के भन्यो। अब शास्त्रमै भनिराखेको छ तिनीहरूले गोबरले दोबर बनाउँछ भनेर। तर मान्छेहरूले चाहिँ आँटी जस्तो गनाउँछ अरे। साह्रो छ है, बस्तीमा बसेर चाहिँ काम गऱ्यो भने चाहिँ यस्तै छ है। मेरो घर चाहिँ हेर्नुहोस् है, धान ल भइरहेछ, यही मलले फुल भइरहेछ, सबै कुरो गोबरले हुँदैछ। तर मान्छेहरूले चाहिँ यति नराम्रो सोच्छ कि यस्तै छ है जिन्दगी चाहिँ, बस्तीको जिन्दगी चाहिँ। हेर्नुहोस् है, धन्यवाद है साथी।